ल आज है हाम्रो साथीहरूसँग यो हात खडा गर्ने चाहिँ श्री कुमार राई, उहाँ चाहिँ हेनरी ट्युना। उहाँको पोज हेर्नुहोस्, विश्वमै दुर्लभ रहेको पाइन्छ होइन। अहिले हामी चाहिँ पाखरी बासको भ्यू टावरमा अवलोकन गर्दैछौँ। तपाईँहरू पनि आउनुहोस् है यस ठाउँको अवलोकन गर्न, मनोरञ्जन लिन। अगाडि साथीभाइहरूको ताती चलिरहेको छ, हुस्सु कुरेर मौसममा रमाउन आउनु। अब लगभग हामी भ्यू टावरमा आइपुग्न लागिसकेका छौँ होइन। हाम्रो डिएसपी सर पनि आइसक्नु भयो। हाम्रो यो उहाँ चाहिँ डिएसपी सर है, यस पाखरी बासको भ्यू टावरमा वेलकम छ है तपाईँलाई। पहिलोचोटि हो सर तपाईँ? पहिलोचोटि नै भन्नुपर्छ सर। अहिले कुन ठाउँ देखाउनु भयो? कुन ठाउँ देखाउनु भयो तपाईँ? हजुर कुन ठाउँ देखाउनु भयो? म चाहिँ अब कताबाट भनौँ यता बझाङबाट झरेको हो। इटरीबाट त उक्लिने होला नि त, झर्ने होइन होला नि त। वर्षा चाहिँ उता महेन्द्रनगर। ए ल हेर्नुहोस् कतिसम्मको प्रख्यात रहेछ यो ठाउँ। तपाईँहरू पनि आउनुहोस् है। जानकारीमा आएको थियो, त्यही भएर यसो अवलोकन गरौँ न साथीहरू धेरै साथीहरू भनेर आएको। ल हेर्नुहोस् यस्तो गरी महिना पनि हुस्सु कुहिरो। जस यहाँको मौसम चाहिँ विशेष छ क्या, हाम्रो यो तराईवासीहरूको लागि चाहिँ एकदम चिसो मौसममा रमाउन आउनुहोस् है। उहाँ नि सर हजुर नमस्ते। नमस्ते। हजुर कुन ठाउँ देखाउनु भयो हजुर? म हजुर कञ्चनपुर देखाउनु भयो। जियोस् पाखरी बासमा चाहिँ जियोस् रमाइलो मान्नुभयो। एकदम राम्रो ल ठिक छ। ल यसरी नै माया र सपोर्ट गरिदिनु है। यस सोचेको भन्दा उहाँ हेर्नुहोस् हाम्रो भ्लगर सर। ल हाम्रो सरहरूले टिकटकको लागि हेर्नुहोस् कहाँ देखाउनु भएको? सुनसरी देखाउनु भयो, इटरी देखाउनु भयो अरे। ल हेर्नु यो है हिले के अरे पाखरी बासको भ्यू टावर।